नमस्ते, म एनपी रिजाल। आज म तपाईहरुलाई भिजुअल स्टुडियोमा इन्टर गरेको नम्बर पोजिटिभ हो कि नेगेटिभ हो भनेर चेक गर्न गइरहेको छु। सुरुमा त मैले माइक्रोसफ्ट भिडियो स्टुडियो 2010 प्रोफेसनल ओपन गरेँ। त्यसपछि मैले न्यू प्रोजेक्ट गर्दछु। न्यू प्रोजेक्टमा भिजुअल बेसिकमा क्लिक गर्छु। भिजुअल बेसिकमा क्लिक गरिसकेपछि अन्य फ्रेमवर्कहरु यहाँ आउँदैछ। त्यसमा पनि मैले विन्डोज फर्म एप्लिकेसन भन्ने फ्रेमवर्क चुज गर्छु र मैले यहाँ एउटा नेम दिन्छु, पोजिटिभ अर नेगेटिभ। त्यसमा मैले ब्राउजरमा क्लिक गरेर लोकेसन सेभ गर्ने लोकेसन चेक गर्छु र डेस्कटपमा गर्दैछु मैले हैन। अनि मैले सिलेक्ट फोल्डर गरेँ र ओके गर्दैछु। एकछिनपछि यहाँ खुल्नेछ। तपाईले देख्न सक्नुहुन्छ यहाँ फर्म हाम्रो अलरेडी आइसकेको छ र अब म यस फर्म आइसकेको छ भ्यूमा गएर सोलुसन एक्सप्लोर भन्ने बक्स लिएर यहाँ मैले छेउमा राखिरहेको छु। त्यसपछि मैले भ्यूमा गएर टुलबक्स भन्ने लिनु पर्दछ। टुलबक्स लिएँ। त्यस्तै गरी म अब फर्मको प्रपर्टिज हेर्नको लागि फर्ममा राइट क्लिक गरेर प्रपर्टिजमा गएँ। तपाईले देख्नुहुन्छ यहाँ सयौं फर्मका प्रपर्टिजहरु छन्। त्यसमा मैले दुईवटा प्रपर्टिज मात्रै युज गर्ने छु। एउटा फर्मको ब्याकग्राउन्ड चाहिँ बदल्ने छु र एउटा फर्मको हेडिङमा भएको फर्म 1 भन्ने टेक्स्टलाई बदल्ने छु। सुरुमा मैले त फर्मको ब्याकग्राउन्ड चेक गर्दैछु। फर्मको ब्याकग्राउन्ड चेक गर्नलाई ब्याक कलर भन्ने तपाईले यहाँ देख्नु भएको छ। ब्याक कलरमा क्लिक गर्छु र यहाँ लिस्ट बटन छ, त्यहाँ गएर मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि मैले यस्तो किसिमको फर्म बनाएँ। तपाईले देख्नुभयो यहाँ फर्मको ब्याकग्राउन्ड चेक भइसकेको छ। अब म फर्म 1 भन्ने टेक्स्टलाई परिवर्तन गर्दा तपाईले यहाँ टेक्स्ट भन्ने देख्नुहुनेछ। हेर्दै जानुहोस्, टेक्स्ट। तपाईले यहाँ भेटाउनुभयो टेक्स्टमा फर्म 1 छ। यहाँ म यो फर्म 1 को नेम परिवर्तन गरेर जान्छु। पोजिटिभ अर नेगेटिभ नम्बर भनेर मैले गरेँ। तपाईले देख्न सक्नुहुन्छ पोजिटिभ/नेगेटिभ नम्बर। अब म यस फर्ममा काम गर्दैछु। यस फर्ममा मैले एउटा लेभल लिन्छु। पहिले त लेभलको नेम परिवर्तन गर्दछु म पहिले। लेभलको नेम जसलाई म नाम राख्दछु। त्यस्तै गरी लेभलको टेक्स्ट पनि मैले परिवर्तन गर्दछु। नाम नै राखेँ। अब लेभलको टेक्स्ट परिवर्तन हुनुपर्दछ। लेभललाई म अब व्हाइट कलरमा राख्दैछु। लेभलको ब्याक कलर म व्हाइटमा राख्दैछु। तपाईले सरी ब्याक कलर हैन, कलर। यसलाई म यस्तो राख्दैछु। ब्याक कलर अथवा ब्याकग्राउन्ड त्यस्तो राखेँ। यसको ब्याक कलर यहाँ 4 कलर भन्ने छ, त्यहाँ क्लिक गरेर ब्याकग्राउन्ड कलर राख्न चाहनुहुन्छ। तपाईले देख्नुभयो। यसको म ब्याक कलर चाहिँ व्हाइटमा नै राख्न चाहन्छु। व्हाइट। तपाईले नाम देख्नुभयो। अब यो नाम इन्टर गर्नको लागि मैले एउटा टेक्स्ट बक्स ल्याउँदै छु। टेक्स्ट बक्स। ओके। टेक्स्ट बक्स पनि आइसक्यो। तपाईले म्युट गरेर टेक्स्ट बक्सको साइज परिवर्तन गर्न सक्नुहुन्छ। अब यसपछि मैले ओके भन्ने एउटा बटन ल्याउँदै छु। ओके। यसको मैले नेम चाहिँ परिवर्तन गर्दैछु। ओके। अब मैले यसको टेक्स्ट पनि चेन्ज गर्दैछु। बटन 1 लाई ओके। तपाईले यहाँ देख्नुभयो ओके बटन भइसक्यो। अब म कोड लेख्नलाई ओके बटनलाई डबल क्लिक गर्दछु। डबल क्लिक गर्दा यस्तो किसिमको कोडिङ आयो। यहाँ अलरेडी कोडिङ पनि गरिदिएको छ। पब्लिक क्लास फर्म 1 प्राइभेट सब ओके क्लिक गरिसकेपछि अनि यहाँ धेरै किसिमको कोडहरु लेखेको छ। अब म यहाँबाट सुरु गर्छु। डिम num as integer
num equal to testbox1.test if यदि अब म कन्डिसन चेक गर्छु पोजिटिभ अर नट इफ num greater than 0 num 0 भन्दा ठुलो भयो भने देन के गर्नु त msgbox अब म प्रिन्ट मेथड छु पोजिटिभ नम्बर otherwise else msgbox मैले कन्डिसन चेक गर्नु परेन अटोमेटिकली गरिन्छ msgbox मैले प्रिन्ट दिन्छु नेगेटिभ नम्बर अब मेरो कोड यति नै हो सिद्धिसकेको छ अब म डिबगिङ गर्छु यहाँ हरियो बटन तपाईले देख्नु भएको छ डिबगिङ गर्छु स्टार्ट डिबगिङ अथवा यसलाई डाइरेक्ट F5 थिचे पनि हुन्छ नत्र भने मैले यहाँ क्लिक गर्छु तपाईले देख्नु भएको छ हाम्रो यहाँ फर्म ओपन भइसकेको छ अब म नम्बर इन्टर गर्छु जस्तै 1 2 3 4 ओके गर्छु तपाईले यहाँ देख्नु भयो पोजिटिभ नम्बर किनभने यो पोजिटिभ साइडको नम्बर हो त्यस्तै गरी म अब एउटा नेगेटिभ नम्बर प्रयोग गर्छु 23 -23 तपाईले देख्नु भयो यहाँ नेगेटिभ नम्बर भनेर आएको छ धन्यवाद अन्य प्रोग्रामहरु पनि हेर्दै गर्नु